हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई थर्ड मिनी ब्लग। अनि गाइज, सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु र म चाहिँ लागि थर्ड मिनी ब्लग बनाउन। बिहान पख भर्खरै घाम झुल्किरहेको थियो। आजको दिन पनि राम्रो होला जस्तो छ है। मैले चाहिँ बिहानको सुरुवात गर्दै चियासँग ब्रेड खान लागेँ साथीहरू। अनि मैले मात्र खाएर नि भएन नि, होइन। अनि बिरालोलाई पनि ला भन्दै एउटा टुक्रा दिएँ। दिन चाहिँ धेरै नै दिएको है। फेरि चिया खाइसकेर म चाहिँ लागेँ अब वनतिर। आज वनमा दाउरा फुकाउने अरे। दाउरा त ल्याउनु पर्यो, बल्न पर्ने नै हाल्छ। म चाहिँ लागेँ दाउरा ल्याउन। बाटोमा जाँदै थिएँ। यो फलामहरू चाहिँ यहीँ फालेको रहेछन्। यो फलामहरू चाहिँ माथि टावर बनाउनलाई छन्, त्यही लाने रे। बाटो उकाल्छ के गरी लान्छन् अब। फाइनली म वनमा आइपुगेँ साथीहरू। अनि उता हेरेको त सबैजना आउनु भयो रहेछ। अनि म चाहिँ लागेँ। मम्मी पनि अघि जाँदै हुनुहुन्थ्यो। अनि म पनि मम्मीको पछि गएँ। अनि माथि गएर काट्यो दाउरा। वन चाहिँ खासै ठुलो थिएन। अनि हराउला भन्ने डर पनि भएन, होइन। यताउता गरी 2-4 दाउरा थुपाएर थिएँ। मैले र मम्मीले छुट्टा छुट्टै ठाउँमा दाउरा खोज्दै थियौँ। ल हेर्नु साथीहरू, एकैछिनमा यत्रो दाउरा बनाइयो भनेको यार। र फेरि पनि आँसी लिएर काट्न गएँ म। अनि मम्मीले दाउरा ल्याउन आइजा भन्नुभयो। अनि म पनि गएर दाउरा ल्याउन लाग्यो। मम्मीले पनि यत्रो दाउरा थुपाउनु भयो रहेछ। मम्मी अझै यताउता गरी दाउरा खोज्दै हुनुहुन्थ्यो, तर त्यहाँ धेरै थिएन। मम्मीले दाउरा खोज्दै हुनुहुन्थ्यो, मैले पनि यताउता खोज्दै थिएँ। अनि त्यहाँ भएको थोरै दाउरा पनि मम्मीले र मैले आधा गरी ओसार्यौँ। मैले चाहिँ थोरै ल्याएँ, मम्मीले पहिले नै लगेर सकिसक्नु भएछ। त्यसैले सबै दाउराहरू ल्याएर थुपारेँ। अनि म चाहिँ डोकोमा हाल्न लागेँ। त्यहाँ भएको दाउराहरू मैले डोकोमा हालेर पनि सकाएँ एकछिनमा। डोकोमा हालिसकेपछि तल लगेर राखेँ। तल लगेपछि मम्मीले फेरि सबै दाउरा खनाउनु भयो र फेरि पनि त्यहाँ मिलाएर हाल्नुपर्ने रहेछ। मम्मीले दाउराहरू मिलाएर काट्दै डोकोमा हाल्दै हुनुहुन्थ्यो र म चाहिँ आएँ माथि यो भक्किम्लो खान। 2-3वटा झुप्पा लिएर तल आएँ म। अनि साथीहरू, तपाईँहरूले खानु भएको भएन भक्किम्लो? यो पाक्यो भने यस्तो रातो हुन्छ, तर गुलियो हुँदैन है साथीहरू। यो फल चाहिँ अमिलो हुन्छ है। मम्मीले भारी हालिसक्नु भयो रहेछ, मलाई बोकाइदिनु भयो। अनि आइयो है। अनि भारी कत्रो छ साथीहरू भन्नु है। फेरि भारी चाहिँ हेर जत्रो भए पनि गरुङै थियो साथीहरू। किन यस्तो दाउराको मात्रै भिडियो हाल्छ नभन्नु है साथीहरू। गाउँ घरमा सबैतिर दाउरा फुकाउने काम चलिरहेको त्यो भएर हालेको है। ल त साथीहरू, दाउरा लिएर घर पनि आइयो। तपाईँहरूलाई आजको मेरो यो भिडियो कस्तो लाग्यो हेरेर कमेन्ट, सेयर, लाइक गरिदिनु होला। फेरि पनि आउने छु अर्को भिडियो लिएर। हस्, धन्यवाद। थ्याङ्क यू सो मच फर वाचिङ एन्ड बाई।